हाई एभ्रिवान, आज सँगै डिप क्लिन्जिङ गरौँ है त। आज मैले सेन्टेलाको डिप क्लिन्जिङ गर्दैछु यसबाट। यो मेरो अलरेडी एउटा सकिसकेको छ, देख्न सक्नुहुन्छ। एउटा सकिएर पनि मैले फेरि अर्को एउटा युज गर्न गइरहेको छु। मलाई यति धेरै मनपर्छ। यसमा कोकोनटको फ्लेभर आउँछ कि, यसले फेस धुँदाखेरि कोकोनटको फ्लेभर आउने। अनि त्यसपछि मेडिका भनेपछि नेचुरल इन्ग्रिडियन्ट्स भइहाल्यो। अनि मलाई चाहिँ एकदमै धेरै सुट गर्ने, डिप हाइड्रेटिङ र डिप क्लिन्जिङ गर्न एकदमै मद्दत गर्छ यसले। सो मलाई एकदम धेरै मनपर्छ होइन। अनि मलाई सुट पनि गर्छ। मेकअपहरू यति मजाले निकाल्छ नि यसले। अनि यो फेरि अलिकति लाइटमा छ कि, लाइट क्लिन्जिङ ओइल भएको भएर मलाई अझ यो अझ स्पेसियली एकदमै 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 धेरै मनपर्छ होइन। सेन्टेलाको देख्न सक्नुहुन्छ। मलाई यति राम्रो लाग्छ यो मेरो फेसको मेकअपहरू। हेर्नु है, अब कस्तो मजाले निकालिदिन्छ क्या। से उत्तिखेर जान्छ मेकअपहरू त यस्तो इजिली निकालिदिन्छ नि। मजा लाग्छ कि मलाई यो युज गर्न। सी गाइज होइन, मेकअपहरू थोरै पानी राखेँ, सबै फोहोर कस्तो मजाले निकालिदिन्छ कि। मैले सेन्टेलाको यो एम्प्योल फोम चाहिँ युज गर्छु। यो त ठ्याक्कै तपाईँको कोकोनटको डस्ट आउँछ क्या, कस्तो मजाको छ नि। थोरै पानी राख्ने, जले दुईटा युज गरेपछि मेरो स्किनमा हेर्नु त सबै क्लियरली मेरो फेसमा भएको एक्सेस डटहरू अनि मेकअपहरू सबै क्लियर गरिदियो कि। ल, यस्तो मजाले क्लियर गरिदिन्छ नि यसले। सो मैले लिङ्क तल राखिदिन्छु, हजुरहरूले खोजिराख्नु भएको छ भने गएर लिन सक्नुहुन्छ है त। लुक एट दिस।